गाइस नमस्ते सबैजनालाई मेरो युट्युब च्यानल किनभने चाहिँ साँझको बेलामा अरू युट्युब च्यानल बनाउँदैछु अब किनभने चाहिँ यस्तै हो नि हैन कहिले जबमा हुन्छु र फुर्सद पनि हुँदैन क्या भिडियो बनाउन अब भिडियो नि बनाउन लिने भएको छैन र त्यसैले आई एम सो सरी र अब बिस्तारै बिस्तारै हाल्दैछु मेवा एकदम पाक्दैछ र काँचो काँचो चाहिँ अलि पाक्दै लाग्छ र यता पनि अब घाम पनि सुकिसकेको छ र एकदमै सुनसान जग्गा एकदम राम्रो छ र हाम्रो बुढाबाबाको जग्गा यो है उता उता पोलदेखि बिजुली खम्बादेखि यहाँसम्म है अझै उता नि छ क्या अझै धेरै टाढा छ भिडियो नै नहाले नि धेरै भयो क्या युट्युबमा नर्सिनु होला उहाँहरू र हालिन्छ म बिस्तारै बिस्तारै नतिर्नु मिहिनेतको फल बिस्तारै बिस्तारै मिठो हुन्छ होइन र बिस्तारै गर्नुपर्छ र हतार हतारले छिटो गर्नुहुन्न कहिले अब त 12 घन्टे ठाउँ यो र उता चाहिँ कम्पनी छ र कम्पनीमा अहिले ड्युटी सकेको छ र मैले थाकेको हुन्छ क्या एकदमै थाकेको हुन्छ र थियो र म पनि एकदम मोटो थियो र काम गर्दा गर्दा अहिले थोरै घट्दैछ र अलिकति घट्नुपर्छ त्यस्तै लाग्छ मलाई त्यस्तै छ र मौसम एकदम राम्रो छ यो ग्राउन्ड है यो बिचरा बच्चाहरूको ग्राउन्ड हो फुटबल खेल्ने ग्राउन्ड हो क्या यो बिचरा हामी पनि सानोमा त्यस्तै थियो र सानो पनि फुटबल खेल्दैन क्या हाम्रो सानोमा चाहिँ भलिबल खेल्थ्यो र हाम्रो पनि सानोमा अर्काको बारीमा र खन्दै हामी भलिबलको ग्राउन्ड बनाउँथ्यो त्यही नै ग्राउन्ड पनि कस्तो भनौँ न जाली जाली भएको नेट होइन नि हाम्रो सिर्फ डोरीले तानेको टिन्ट हुन्थ्यो र त्यो बनाउँथ्यो र मोजाको बल पनि बनाएर बिस्री खेल्थ्यो र बोराको पनि बल यत्रो मुट्टो बनाउँथ्यो र त्यो बल भलिबल खेल्थ्यो र अहिले त हेर्दै हेर्दै अब चिकन तन्दुरी जस्तै भयो के गर्नु होइन अब बजारै धेरै नै बसियो र बजारमा बस्दा बस्दा काम पनि गरियो र अलिअलि दुःख सुख पनि अलिअलि बुझियो आउँदैछ तपाईँहरूको लागि मेरो एकदमै आच्यो गुरुङ भ्लग युट्युब च्यानल है र मन पऱ्यो लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु होला र यो 12 घरे ठाउँ यो हाम्रो मामा घर हो र बाजे घर यतापट्टि छ र मामा घर यतातिर छ है म बनाइरहन्छु भिडियो र अलि बनाउन भ्याएको छैन आइएम सो सरी भन्न चाहन्छु है आउँदैछ एकदमै आच्यो गुरुङ ब्लग आउँदैछ र सर्च गर्यो भने चाहिँ पोखरा ब्लग 2 पनि आउँछ र आच्यो गुरुङ मेन आच्यो गुरुङ सर्च गर्नु है पोखरा ब्लग 2 चाहिँ नगर्नु र आच्यो गुरुङ सर्च गरेपछि आच्यो गुरुङ पनि देखाउनुहुन्छ र पोखरा ब्लग 2 पनि देखाउनुहुन्छ है मन पऱ्यो लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला भिडियो पनि धेरै बनाउन पाएन र काम पनि गर्दा गर्दा थाकियो है र यही र अहिले म जान चाहन्छु र यो पनि के फलेछ त राम्रो फलेछ त उहाँ एकदम राम्रो फलेछ अब भर्खर फुल्दैछ फुल्दाखेरि बल्ल डल्लो डल्लो हुने होला अलि सानो सानो हुँदैछ यो छुन्नु हुन्न सोहीपछि चाहिँ कुहिने डर हुन्छ र यो आडु भन्छ यो आडु पनि फल्दैछ हरियो एकदम रुख हुँदैछ अस्ति नै फुल फुल्यो त्यो फुल फुल्यो नि हराइसक्यो अब डल्लो डल्लो फल्ने होला डल्लो नि फुल पनि हराइछ यी डल्लो पनि हुँदैछ है यी डल्लो सानो सानो डल्लो हुँदैछ एकदमै राम्रो छ हुन चाहिँ मेवा हो मेवा छ यो चाहिँ मेवा एकदमै राम्रो मेवा मिठो नि छ है ओके अहिले म जान चाहन्छु र आच्यो ब्लगलाई चाहिँ कमेन्ट गरेर लाइक कमेन्ट सेयर चाहिँ गर्नु है साथीहरूसँग सबै पुऱ्याउनु है ओके म जान चाहन्छु वेलकम टु माई ब्लग आच्यो गुरुङ ला